के हो भाइ यार जाँड पुरा बनाउनलाई जान लाग्यो के हो यो ठट अलि यो सानो भयो नि यो त अनि यो अलिकति सानो भएछ दाइ अब यस्तो हेर्ने यसरी हो बनाउने तरिका चाहिँ अहिले त यार कस्तो यो अलि लाग्यो सानो भयो के है? बाल्टी यति चाहिँ हुनै पर्यो नि दाइ यति जाँड चाहिँ हुनै बनाउन पर्यो लाग्छ ल। भाइले यहाँ हेर्नु न आज सर आमा केटाहरूले नेपालबाट ल्याएछ हौ केटा यहाँ छ हौ नेपालबाट मर्च ल्याउने ठिक छ यसरी ल्याउँदै गर केटा बेला बेलामा दाइले ल्याउनु भयो ल्याएको सामानलाई सदुपयोग गरिदिइहाल्यो हामीले। यहाँ हो यति छ अनि त्यहाँ अर्को एउटा त्यहाँनिर सफेद राखेको छ त्यो थाहा भयो त्यसले आम्बो आज चाहिँ के हो कडा जात यो त मास्टर धेरै होइन जात मास्टर 3 ग्लाससम्म चाहिँ खानुभयो भने त्यस्तै पुग्लुकै। मान्छे पुग्लुकै हो। शान्तारामले स्यान्डिफ्ल्याट हुन्छ त्यस्तै निन्द्रै नलागेको मान्छे पनि 3 ग्लासले त सर्लक्कै सुत्ने हो त्यसले। डेन्जर छ यसपालिको। केटाहरूलाई व्यवस्था फेरि हो केटाहरूलाई उडा उडा त्यहाँ छ यस्तो छ आज त सपक्क नि अब रेडी हुँदैछ रेडी भएपछि फेरि खाएको पनि देखाउँछ है तामाङको छोराहरूको पारै अर्कै छ है फेरि यस्तै छ सबै अनि यसमा नि हो। ओहो जाँड बनाउने मास्टर ल हेर्नु हाम्रो भाइ। यस्तो हो नि त हाम्रो तरिकामा। मसला मिलाले भन्दै गर न यसरी त्यस्तो भयो ठिक छ ल आइडिया चाहिँ लाउनु पर्छ कि ल आयो यहाँ मार्नु नौनी निकालेर मही पार्दैछ मही भाइले ल यस्तो डेन्जर हो नि फेरि। ल सर ओहो के हो यो ल यति त अनि केटाहरूको पेटमा अनि पस्छ त यति अब यसो यतिकै चागेर हेरौँ होइन। आयो डेन्जर भएछ बवाल मही पारेछ बवाल भएछ ल यो मही फेरि अर्कै टाइपको हो नि त फेरि भाइ गाईको पनि होइन भैँसीको पनि होइन चामलको केटाको केटा व्यस्त छ मल चलाउन चट्ट लाएर आम्मा सब ग्लास भइसक्यो ल पुरा